हेलो साथी, मलेसियामा कालेहरूले कतिको गोज्छ भन्ने बारेमा मैले सम्पूर्ण जानकारी दिन गइरहेको छु। यदि तपाईँ मलेसिया जाने सिक्युरिटीमा जाने सोच गराउनु भएको छ भने मेरो भिडियोलाई अन्तिमसम्म हेर्नु होला साथीहरू। यो सिर्फ 3 मिनेटको र 2.5 मिनेटको भिडियो नै छ। गोज्ने भनेको तपाईँ चाहिँ जस्तै जङ्गलको बाटो हुँदै कुनै कम्पनीमा काम गर्न जान लाउनु भएको छ भने मात्रै झ्याप साँतेर झ्याप हान्छ, नत्र भने अब तपाईँ चाहिँ सबभन्दा तपाईँ केएलसीसी जानुभयो भने त्यहाँ एउटा उत्तरे जाने बाटोमा तपाईँको चाहिँ एउटा ब्रिज छ। त्यो ब्रिज मुनि पनि कालेहरू लुकेर बसिरहेका हुन्छन्। त्यहाँ अनि ब्याङ्कमा पैसा पठाउन जानु पर्यो भनेपछि त्यहाँ च्याप साँधेर अनि पिटेर अनि लान्छन् पैसा सैसा। अब तपाईँ कालेले अति लहटो भनेपछि कालेलाई देख्ने बित्तिकै तपाईँले अब यो पक्कै हाम्रो पछि लाछ अनि जानेपछि अलि थोत्रो मोबाइल, दुईवटा मोबाइल हाल्नुपर्ने हुन्थ्यो। एउटा पुरानो बिग्रेको अनि एउटा के अरे नयाँ त अब तपाईँ लैहाल्नुहुन्छ नि। यति कालेले देख्यो भने त्यो मोबाइल र परस बढी खोज्ने त्यसले हो। ब्यागमा पैसा हुने भयो, मोबाइल हुने भयो अनि त्यसले नसमाउँदै थोत्रो ब्याग भयो नि, मोबाइल भयो नि त्यसलाई भुइँमा राखिदिने भने आफू जाने। अब त्यसलाई दिन समातिहाल्यो भने त अब पुरै खोज्छ, खोल्ची अब जुत्ता खोलेर पनि हेर्छ, मुजामा हालिन्छ कि भनेर मुजामा पनि हेर्छ, टोपी लगाइन्छ के भनेर। अब पैसा त टोपी हालेर पनि राख्न सकिन्छ लगाएर, त्यही भएर भनेको।